एकदमै खुसी लाग्यो आज तपाईँहरूको यो अभियानमा म पनि सहभागी हुन पाएँ। हुन त यसभन्दा अगाडि पनि म निर्वाचन प्रचार प्रसारको क्रममा पनि म यहाँहरूसँग केही समय मात्रै कार्यक्रममा जोडिएको थिएँ र आज यहाँहरूसँग फेरि पनि म जोडिन पाएँ यो अभियानमा। यति बेला तपाईँहरू करिब करिब लामो समयदेखि बाटो सरसफाइ अभियानमा जोडिनु भएको छ। यति बेला हामी राजनीतिक सरसफाइको अभियानमा जोडिएका छौँ र यो बाटो सरसफाइ अभियान र राजनीतिक सरसफाइ अभियान एकैचोटि अगाडि बढ्नुपर्ने अवस्थामा हामी छौँ। अझ भन्यो भने राजनीतिक सरसफाइ गर्न सकियो भनेदेखि बाटो सरसफाइ पनि सुरुवात हुन्छ होला। त्यतातिर धेरै हामीले ध्यान दिनुपर्ने पहिला राजनीतिक सरसफाइ रहेछ। यो राजनीति भनेको चाहिँ ब्रेन रहेछ। यो सफाइ नगरेसम्म अरू चिज सफाइ हुँदैन। त्यस कारणले यति बेला राजनीतिक सरसफाइ सँगसँगै बाटो सरसफाइको आवश्यकता छ र यो सबै कुरा चाहिँ कहाँ गएर जोडिँदो रहेछ भने चेतसँग जोडिन्छ। जबसम्म हामी त फोहोर सफा गर्छौँ, अहिले त्यहाँ गएर हामीले पराको सबैभन्दा बढी भेट्टाएको हामीले कुरा पनि गऱ्यौँ। यसो सडकमा फ्याँकिएका फोहोरहरू हेऱ्यौँ भने अधिकांश पराका फोहोरहरू छ। त्यो पराको फोहोर त फ्याँकिएको भयो, त्यसपछि त्यो पराक खाइसकेपछि त्यसले पिचिक्क थुनेको कोब्राको विष जस्तो पुग्छ नि, त्यो विष झन् अर्को घातक छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ सबै हाम्रो चेतसँग गएर जोडिएको छ। यो जबसम्म हाम्रो चेतलाई सरसफाइ गर्न सक्दैनौँ तबसम्म न राजनीतिक सफाइ हुन्छ, न त हाम्रा यी फोहोर गर्ने परिस्थिति हामीले जुन बाटोमा बनाइरहेको छौँ त्यो सफाइ हुन्छ। त्यस कारणले गर्दाखेरि यो चेत सफाइ सबैभन्दा ठुलो कुरो हो र यो अभियानमा तपाईँ हामी सबै जोडिनुपर्छ भन्ने मलाई लाग्छ। भात खाएपछि हात चुक्नुपर्छ भन्ने ज्ञान सबैलाई हुन्छ भनेदेखि सडकमा मैले के गर्न हुन्छ हुँदैन भनेको चेत पनि तपाईँ हामीले सबैले राख्ने हो भनेदेखि सम्भवतः यो अभियानको आवश्यकता औचित्य नै रहँदैन होला भन्ने मलाई लाग्छ। र अर्को कुरा भनेको एउटा अब्दुल कलामको मलाई एउटा भनाइ आजको दिनमा पनि स्मरण छ। उहाँले राष्ट्रपतिबाट बाहिर निस्कँदै गर्दा उहाँले एउटा मन्तव्य राख्नुभएको थियो। उहाँले भन्नुभएको थियो हामी घरको कुकुरलाई सडकमा लगेर फोहोर गराउँछौँ, आँची गराउँछौँ र महानगरले उठाएन भनेर गाली गर्छौँ भनेर उहाँले भन्नुभएको थियो। त्यही व्यक्ति उहाँले भारतीय भनेर त्यहाँ सम्बोधन गर्नुभएको छ। उहाँले नागरिक, हामी त्यसलाई नेपाललाई नेपाली भनेर त्यसलाई रिलेट गर्न सक्छौँ। हामी यही सन्दर्भ हेरौँ, त्यही नेपाली जो प्लेनमा चढेर कुनै पनि देशमा झरिसकिसकेपछि उसले नरिवलको जुस खाइसकेपछि त्यो जग्गा जहाँ फ्याँक्नुपर्ने हो त्यहीँ फ्याँक्छ। तर त्यही नेपाली यही पसलमा उसले त्यो खाइसकिसकेपछि किन सम्बन्धित जहाँ फ्याँक्नुपर्ने हो त्यहाँ फ्याँक्दैन भनिसकेपछि त्यो कहाँ गएर जोड्यो, चेत नै गएर जोडिन्छ। त्यही व्यक्ति हो, हेर्नुहोस्, त्यही व्यक्ति विदेशमा उसले सबै नियम कानुन फलो गर्छ, यहाँ गर्न सक्दैन। हाम्रो चेतमा गएर जोडिएको छ र अब्दुल कलामको त्यो भनाइ मलाई त्यो स्मरणीय लाग्छ। र अर्को विशेष गरी हनुमन्ते नदी सरसफाइ अभियान यहाँले लामो समयदेखि जोडिनु भएको छ। हनुमन्ते नदी भन्ने बित्तिकै हाम्रो सभ्यतासँग जोडिएको विषय हुन्छ र जब हाम्रो सभ्यतामाथि नै हामी धावा बोल्छौँ, हामी फोहोर गर्छौँ भनेदेखि हामी हाम्रो विगत र वर्तमान र भविष्य कस्तो परिकल्पना गर्दैछौँ यो आजको प्रश्न, अहम प्रश्न हो। त्यस कारणले गर्दा पनि तपाईँहरूको यो अभियान जुन रूपले अगाडि बढेको छ यो बढिरहोस्, त्यसमा मेरो साथ सहयोग रहन्छ। र मुख्य गरी यति भन्दै गर्दा मैले एउटा कुरा भन्नैपर्छ। आज पनि तपाईँहरूले भन्नुभयो भक्तपुर वायु प्रदूषणको हिसाबले अगाडि छ भनेर भन्नुभयो। तपाईँ हामीले बुझ्नुपर्ने अर्को कुरा के पनि छ भन्नुहुन्छ भने यहाँको इटा भट्टाले जति प्रदूषण गराइरहेको छ उपत्यकामा होल प्रदूषणमा 20% योगदान दिएको छ भन्ने कुरा पनि हामीले बिर्सन हुँदैन। त्यस कारणले गर्दाखेरि पहिलो कुरा स्वास्थ्य हो, मानव स्वास्थ्य हो, किन्तु परन्तु अरू के पनि हुँदैन। तपाईँ रोजगारका कुरा गर्नुहोस्, उद्योग कल कारखानाका कुरा गर्नुहोस्, त्यो पछि आउने कुरा हो। तर पहिला मानव स्वास्थ्य हो, स्वास्थ्य पछाडि अरू चिज आउँछ। यदि यस्ता उद्योग कल कारखाना मापदण्ड विपरीत हुन्छन् भनेदेखि आजदेखि उहाँहरूले सोच्न अब सुरु गर्नुपर्छ। किनभने अब त्यो 2 वर्ष 3 वर्षका लागि तपाईँहरूले अब छुट यति काम गर्नुहोस्, यति पछाडि तपाईँहरूले स्थानान्तरण गर्नुहोस् या आफूलाई रूपान्तरण गर्नुहोस् भनेर अबको सरकार पुर्ने पक्षमा छैन, यो पुर्दैन। मापदण्ड विपरीत छन् भनेदेखि कि तपाईँले आफूलाई सुधार्दा पनि हुँदैन भने अर्को ठाउँमा त्यसलाई स्थानान्तरण गर्नै पर्छ। त्यो सँगसँगै हाम्रो जुन किसिमको डोजरे विकास प्रवृत्ति छ त्यो अब अन्त्य हुनैपर्छ। डाँडो देख्यो कि कोपरी हाल्ने, डोजर भन्ने कोपरी हाल्ने,
यो प्रवृत्ति अन्त्य नभएसम्म हाम्रो न पर्यावरण राम्रो हुन्छ न हामीले सोचे जस्तो वातावरण हामीले पाउन सक्छौँ। त्यस कारणले यी चिजहरू अन्त्यका लागि पनि अबको सरकार लाग्छ र मलाई मेरो प्रधानमन्त्रीले यसभन्दा अगाडि नै विशेष गरी हनुमन्ते खोलाको प्रसङ्ग, हनुमन्ते आफै पीडित छ, त्यो सँगसँगै हनुमन्तले अरूलाई पीडा दिइरहेको छ, त्यो सँगसँगै हनुमन्तलाई लुट्ने प्रवृत्ति छ, त्यो अन्त्य गर्न जरुरी छ र प्रधानमन्त्रीले यसमा चासोका साथ निर्वाचनभन्दा अगाडि जति बेला मैले उहाँलाई भेटेको थिएँ त्यति बेला उहाँले उठाएको एउटा मैले यहाँलाई स्मरण गराएँ। त्यसै गरी यहाँका काँडा काँडा कोपर्ने प्रवृत्ति हामीले अन्त्य गर्नुपर्नेछ, सार्वजनिक जग्गा अतिक्रमण रोक्नुपर्नेछ। यसमा तपाईँ हाम्रो सबैको साथ सहयोग हुन्छ भन्ने मैले यहाँ अपेक्षा पनि गरेको छु। र अर्को भनेको अब धेरै कुरामा होइन, विशेष गरी आज वातावरणकै कुरा हो। वातावरण भनेको विशेष गरी हावा जहाँसम्म छ त्यो भित्र हामीले स्वच्छ रूपमा बस्न पाउनुपर्छ। हामी मान्छे मात्रै होइन, प्राणीले पनि बस्न पाउनुपर्छ, स्वच्छ रूपमा पाउनुपर्छ भन्ने कुरा हो। अधिकार प्राणीसँग, हरेक प्राणीसँग जोडिएको विषय हुन्छ। त्यस कारणले गर्दाखेरि अब विकास निर्माणका काममा जुन किसिमका योभन्दा अगाडि अतिक्रमणका विषयहरू बनेका छन् त्यो नरोकेसम्म तपाईँ हामीले जुन किसिमको वातावरणको परिकल्पना गरेका छौँ त्यो सम्भावना छैन, रहँदैन। त्यसका लागि तपाईँहरू वातावरण सरसफाइ कार्यक्रम गर्दै गर्नुहोस्, हामी राजनीतिक सरसफाइको कार्यक्रम गर्दै गर्छौँ। तपाईँहरू अहिले दोहोरामा फोहोर हाल्दै हुन्छ, हामी पनि कसैलाई ती राजनीतिक फोहोरहरूलाई हाल्ने काम नै गर्दैछौँ काहीँ न काहीँ। त्यस कारणले यो सँगसँगै गयो भने वातावरण सफा पनि हुन्छ, राजनीतिक सफा पनि हुन्छ र सँगसँगै देश सफा हुन्छ। हस्, यहाँ सबैलाई धेरै धेरै धन्यवाद। यो यहाँको अभियानमा जोडिनुभएको कतिजना हुन्छ, कति सङ्घ संस्थाहरू हुन्छ, उहाँहरूको हार्दिक नमन व्यक्त गर्न चाहन्छु। र यहाँहरूले कुनै पनि गुनासो यहाँको मेरो साथ सहयोगको अपेक्षा यहाँ कहीँ राख्नुभयो भनेदेखि मेरो नम्बरहरू मैले यहाँहरूलाई दिएको पनि छु, यहाँले मलाई फोन गर्न सक्नुहुन्छ। तत्काल फोन उठेन भने नि मैले कल ब्याक गर्ने प्रयास गरेको हुन्छु म आफैले पनि। त्यस कारणले यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद मान्य राजीव खत्रीज्यू। उहाँले